यो चाहिँ हो गाइस वेटल्यान्ड पार्क, हङकङको वेटल्यान्ड पार्क। खोला छ यहाँ, सानसानो खोलाहरू, माछा। माछा देख्नुभयो? माछा होइन, गाउँघरको खोला छ। तिमी त्यहाँ बस्छ, तिमीले खिच्दैन यता बजार। ल माछा हेऱ्यो? सानो माछा। छाता ओढिराख्नु न, घाम हुन्छ यतातिर। ल अस्मिन भिडियो खिचिराख यता हाम्रो पनि। ल खिच त कमिला। ल। के खिच्ने? भइरहेको छ, अन भइरहेछ, यस्तो गरिराख। अरे यत्तिकै खिचिराख्नु देखेछ? क्या के नगर, अफ नगर, स्टार्ट गरिराख। गाउँघरको खोला जस्तो छ। 10 मिनटको भिडियो बनाऊ बाबु। 10 मिनटको भिडियो पैसा पाउन के अरे युट्युबबाट, युट्युबमा हाल्छ कि पैसा पाइन्छ नि। भर्खरै खोलेको जस्तो हो पानी। सुन गाउँघर जस्तो छ होइन? सानो रहेछ बुझ्नु। ओ नो। खै यसो हेरेको आएको जस्तो ओइ सानो हुँदाखेरि आएको जस्तो लाग्यो। यो पुलाहरू देख्दाखेरि त यो जङ्गलभित्र आएको जस्तो लाग्यो मैले। हाय गाइस। के आयो यो भित्र आएको जस्तो लाग्यो। हेरको कान्छ यो गाउँघरमा खान्छ क्या यो पाक्छ अनि आँयरी भन्ने हुन्छ यो हामीले खान्छ। ओ माई गॉड, कति धेरै कमिला। हेर्नु कसले कुचेर रहेछ। यस्तो नि हुन्छ कि हो। यहाँ सानो बसौँ न, माछा छ। यो ठुलो हुन्छ कि हुन्न पनि खाइदिन्छ होला नि। हो त्यो ओ कति ठुलो स्पाइडर। यी आए घर बनाएको। यी त आए कता गयो? यी त त्यो हो नि त्यसो भने स्पाइडर के? यी आए, यी त गयो।
यहाँ हेर्नु यी चाहिँ कि यस्तो जाली छ त अन्त ओरेन्ज कलर छ त नि आँखै घाम्दैछ यति ठुलो यहाँ दुईटा यो त दुईटा माकुरा हो यहीँ यो त यहीँ ए यो ल हो योले त्यसो भनेको कति ठुलो ए बा यस्तो त देखेको छैन अहिले फेरि माकुराले त्यो मुर्दैन यही मेरै अगाडि म त के को चराको गुण रहेछ भने त्यसरी हेरेको म त आउँदा यस्तो ठाउँमा के हो यस्तो कति ठुलो अस्ट्रेलिया जस्तै खोइ एउटा फोटो खिच्नु बजार तिमी पुलमा जानु कता यहाँ यस्तो ल तपाईँहरू यहाँ आउनु हेऱ्यो छाता उडेर ल यता हेर्नुहोस् मलाई है त रेडी 1 2 3